माघ 2072 साँझको ठिक 7 बजिसकेको थियो। खानी डाँडाबाट दुईजना केटा एउटै बाइकमा फर्कदै थिए। अगाडि बस्नेले बाइक चलाइरहेको थियो, पछाडि बस्ने केटा उसको काँधतिर झुकेको थियो। दुवै हाँस्दै जिस्किँदै दिनभरको थकाइ बिर्सने प्रयास गर्दै थिए। माघको चिसो हावा हड्डीसम्म छिर्दै थियो। आकाश आधा उज्यालो आधा अँध्यारो, जसरी उज्यालो र अन्धकार आपसमा लडिरहेका थिए। बुढीतोला पार गरेपछि गोदावरीको जंगल सुरु भयो। जंगलभित्र पस्दै जाँदा आवाजहरू हराउँदै गए। न चरा करायो न किरा बोल्यो, केवल बाइकको आवाज र मुटुको धड्कन। करिब 1 किलोमिटर जंगलभित्र पुगेपछि अगाडि करिब 100 मिटर टाढा उनीहरूले देखे सेतो पहिरनमा एउटी केटी, हात उठाएर लिफ्ट मागिरहेकी। जंगलको बीचमा एक्लै। बाइक चलाइरहेको केटाले पछाडि सोध्यो, रोक्ने? पछाडिको केटाले केही सोचेर भन्यो, रोकौं, यस्तो बेलामा एक्लो केटी? बाइक रोकियो। के भयो? अगाडिको केटाले सोध्यो। केटीको स्वर थाकेको तर अत्यन्त शान्त थियो। हामी पिकनिक मनाउन खानी डाँडा आएका थियौं। फर्किँदा म पानी किन्न पसल गएकी थिएँ। बस छुटिहाल्यो। कराउँदै रोकेँ तर बस रोकिएन। हिँडेरै आएकी छु। अब त रात पनि परिसक्यो। धेरै थकाइ लागिसक्यो। प्लिज गोदावरीको पुलसम्म मात्र लगिदिनु। उसको आँखामा आँसु थिएन, तर आवाजमा पीडा थियो। हामी त दुईजना छौं, केटाले भने। प्लिज, केटीले फेरि भनिन्। कसैले रोकेन। तपाईहरु नै अन्तिम आशा जस्तो लाग्नुभयो। मौन। केही सेकेन्ड। अन्ततः बाइकको पछाडि ठाउँ बनाइयो। केटी बसिन्। बाइक अघि बढ्यो। अब रात पूर्ण अन्धकारमा बदलिसकेको थियो। दायाँ बायाँ घना जंगल, सडक यति सुनसान जस्तो संसार नै मरेको हो। पछाडिको केटाले अचानक महसुस गर्यो उसको ढाडमा कुनै तौल छैन, कुनै दबाव छैन। उसले अलिकति पछाडि फर्केर हेर्यो। केटी त्यही थिइन्, तर उसको आँखा अब सिधै देखिँदैनथे। खालीपन थियो। किन यस्तो? मनमा नै प्रश्नहरू गुन्जिए। गोदावरीको ओह्रालो, पुल नजिक ट्राफिक चेकिङ, बाइक स्लो गरियो। ट्राफिक प्रहरीले उनीहरूतिर हेर्यो र नरोकी जान इशारा गर्यो। त्यो इशाराले दुवैको रगत जम्यो। पुल काटेपछि अगाडिको केटाले डर लुकाउँदै सोध्यो, कहाँ उर्लले? केटीको स्वर अब अझै चिसो थियो। अलि तल, हनुमान मन्दिर छेउको बाटोमा। त्यो बाटो मसान घाट जाने बाटो। बाइक रोकिन्छ। यहीबाट जानुहोस्, केटाले हतारमा भन्यो। अलि भित्रसम्म, केटीले बिन्ती गरिन्। अब डरले शरीर चल्न छोडिसकेको थियो। पछाडिको केटाले एकाएक केटीलाई धक्का दियो। केटी जमिनमा टेक्छिन्। त्यो क्षण उसका खुट्टाले जमिन छोएकै थिएनन्। दुवै केटा बाइक कुदाएर भागे। करिब 1 किलोमिटरपछि फेरि उही सेतो पहिरन, उही हात, उही लिफ्ट। अब आँखा खोल्न पनि डर लाग्न थाल्यो। आर्मी ब्यारेक देखियो, आशाको अन्तिम किरण। तर ब्यारेक पुग्नु केही मिटर अगाडि उही केटी सडकको बीचमा उभिएर सिधै उनीहरूतिर हेरिरहेकी। दिमाग सुनियो। बाइक अनियन्त्रित। अगाडिबाट आएको ट्रक ठक्कर। अन्धकार। अस्पताल। रगत। चुपचाप मृत्यु। बाइक चलाउने केटा बच्न सकेन। पछाडिको केटा केही दिनपछि होसमा आयो। प्रहरीले सोधपुछ गर्यो। उसले सबै सुनायो। सबै। एक बुढो प्रहरी धेरै बेर चुप लागेर सुनिरह्यो। अन्त्यमा उसले गहिरो सास फेर्यो र बिस्तारै भन्यो, त्यो सेतो पहिरनकी केटी उही बाटोमा 5 वर्ष अघि पिकनिकबाट फर्किँदै गर्दा एक्सिडेन्टमा मरेकी थिइन्। कोठा शान्त भयो।